यो भन्दा अघिल्लो भिडियोमा मैले एकाधिकारी बजारमा मूल्य निर्धारणको प्रक्रिया रेखाचित्र सहित तपाईहरुलाई गरेर देखाएको थिएँ भने यस भिडियोमा मैले पूर्ण प्रतिस्पर्धाको बजारमा मूल्य निर्धारण अथवा उद्योग सन्तुलनको अवस्था चाहिँ देखाउँदै छु। प्राइस एन्ड आउटपुट डिटर्मिनेसन अन्डर परफेक्ट कम्पिटिसन अर इक्विलिब्रियम अफ इन्डस्ट्री भन्ने टपिकलाई चाहिँ लिएर आएको छु। र अब यसमा मैले तपाईहरुलाई परिचयको खण्ड चाहिँ जोडिन, किनकि परिचय खण्ड जोड्दा भिडियो अति नै लामो हुने भएकाले मैले बजारमा मूल्य निर्धारणमा चाहिँ कसरी हुन्छ, इन्डस्ट्रीले चाहिँ प्राइस चाहिँ कसरी डिटरमाइन गर्छ भन्ने कुरालाई मैले यसमा प्रश्न पार्न खोजेको छु। यसमा चाहिँ यो बजारमा चाहिँ वस्तु तथा सेवाको माग र पूर्तिको अन्तर्क्रियाबाट चाहिँ के गरिन्छ रे वस्तुको मूल्य निर्धारण गरिन्छ भनेको छ। यहाँ चाहिँ प्राइस एन्ड आउटपुट डिटरमाइन्ड फ्रम द इन्टरेक्सन बिट्विन मार्केट डिमान्ड एन्ड मार्केट सप्लाई भनेको छ। भनेको डिमान्ड र सप्लाई, मार्केट डिमान्ड र मार्केट सप्लाईको बेसिसमा चाहिँ सप्लाईको इन्टरेक्सन भनेको चाहिँ अन्तर्क्रियाबाट चाहिँ के हुन्छ रे भन्दा यसमा पर्फेक्ट कम्पिटिसन मार्केटमा चाहिँ के हुन्छ रे मूल्य निर्धारण हुन्छ भनेको छ। अर्को भनेको चाहिँ यसमा यो पर्फेक्ट कम्पिटिसन मार्केटमा चाहिँ उद्योगले वस्तुको मूल्य निर्धारण गर्छ। वस्तुको मूल्य चाहिँ कसले निर्धारण गर्दो रहेछ? इन्डस्ट्रीले अथवा उद्योगले निर्धारण गर्छ भने फर्महरूले चाहिँ उद्योगले निर्धारण गरेको, उद्योगद्वारा निर्धारित मूल्य चाहिँ के गर्छ? स्वीकार गर्ने काम गर्दछ। यसमा फर्म आफैले मूल्य निर्धारण गर्छु भन्यो भने पाइँदैन। अर्को चाहिँ प्राइस इज डिटरमाइन्ड बाई इन्डस्ट्री, इन्डस्ट्रीले चाहिँ प्राइस डिटरमाइन गर्छ अरे। अर्को चाहिँ फर्म्स एक्सेप्ट सच प्राइस डिटरमाइन्ड बाई इन्डस्ट्रीले, इन्डस्ट्रीले डिटरमाइन गरेको प्राइसलाई चाहिँ के गर्छ? फर्मको काम भनेको एक्सेप्ट गर्ने मात्र रहेको छ। अर्को भनेको चाहिँ वस्तुको मूल्य र माग परिमाण बीच चाहिँ के हुन्छ? ऋणात्मक सम्बन्ध हुन्छ भनेको चाहिँ वस्तुको मूल्य बढ्यो भने माग चाहिँ बजारको माग चाहिँ के हुन्छ? कम हुन आउँछ। यसैगरी वस्तुको मूल्य चाहिँ के हुन्छ? कम हुँदाखेरि बजार माग चाहिँ बढी हुन आउने अवस्था चाहिँ ऋणात्मक अवस्था हो भने वस्तुको पूर्ति परिमाण र मूल्य चाहिँ के हुन्छ? सकारात्मक अथवा पोजिटिभ रिलेसन चाहिँ हुन्छ। यो भन्न खोजेको चाहिँ वस्तुको मूल्य बढ्दा हाम्रो वस्तुको मूल्य बढ्दाखेरि चाहिँ पूर्तिको चाहिँ परिमाण पनि बढ्ने र मूल्य घट्दा पूर्तिको परिमाण पनि घट्ने, यस्तो रिलेसन चाहिँ पोजिटिभ रिलेसन हो। द रिलेसन बिट्विन क्वान्टिटी अफ मार्केट डिमान्ड इज नेगेटिभ भनेको चाहिँ उल्टो हुन्छ अरे। अर्को चाहिँ एन्ड प्राइस एन्ड मार्केट सप्लाई इज पोजिटिभ, मार्केट सप्लाई र प्राइस चाहिँ के हुन्छ? पोजिटिभ हुन्छ भनेको छ। अर्को एउटा यो चाहिँ खास मैले भन्नु चाहिँ पर्ने हैन, यो माथितिरकै कुरामा प्रष्ट भइसकेको छ, तर पनि मैले अझै एक्स्ट्राको लागि चाहिँ यहाँ लेखिदिएको छु। क्रेता र विक्रेताको प्रतिस्पर्धाले गर्दा माग र पूर्ति चाहिँ परिमाण आपसमा समान नभएसम्म मूल्य घटबढ भइरहन्छ अरे। के हुन्छ यसमा? क्रेता पनि धेरै हुन्छ, विक्रेता पनि के हुन्छ? धेरै हुन्छ। यस्तो अवस्थामा चाहिँ के भइरहन्छ भन्दा माग र पूर्ति चाहिँ फ्लक्चुएट भइरहन्छ, तलमाथि भइरहन्छ। यसले गर्दाखेरि चाहिँ मूल्य पनि के भएको हुन्छ? समान भएको हुँदैन, घटबढ भइरहेको हुन्छ। र समान भएको अवस्थामा मूल्य समान भई सन्तुलनको मूल्य र परिमाण कायम हुन्छ भनेको चाहिँ बजारको माग र बजारको परिमाण जुन बेला चाहिँ के हुन्छ? समान हुन्छ, त्यो बेलामा चाहिँ त्यो अवस्थामा चाहिँ के हुन्छ? सन्तुलित वस्तुको परिमाण र सन्तुलित वस्तुको चाहिँ मूल्य कायम हुन्छ। द कम्पिटिसन अमङ बायर्स एन्ड सेलर्स मेक्स द प्राइस अप्स एन्ड डाउन्स, यो चाहिँ कम्पिटिसनले के गर्छ रे? प्राइसलाई, कमोडिटीको वस्तुको प्राइसलाई चाहिँ के गर्छ? फ्लक्चुएट गराउँछ, कहिले अप हुन्छ कहिले डाउन हुन्छ हैन के। अन्टिल इट रिचेस एट ए पोइन्ट, एउटा पोइन्टसम्म रिच नहुँदासम्म, नपुग्दासम्म चाहिँ के हुन्छ रे? फ्लक्चुएट भइरहन्छ। जब एउटा पोइन्टमा पुग्छ तब चाहिँ के हुन्छ? प्राइस एन्ड आउटपुट डिटरमाइन्स के हुन्छ भनेको छ? एउटा पोइन्टमा पुग्छ, त्यो पोइन्टमा चाहिँ के हुन्छ? डिमान्ड र सप्लाई इक्वल हुन्छ र यस्तो डिमान्ड र सप्लाई इक्वल भएको अवस्थामा चाहिँ कमोडिटीको इक्विलिब्रियम प्राइस र क्वान्टिटी चाहिँ डिटरमाइन हुन्छ। यो कस्तो मार्केटमा हुन्छ भन्दा इन पर्फेक्ट कम्पिटिसन मार्केट, पर्फेक्ट कम्पिटिसन अथवा पूर्ण प्रतिस्पर्धात्मक बजारमा चाहिँ मूल्य निर्धारण हुन्छ भनेको छ। अब यो कुरालाई चाहिँ तालिका र रेखाचित्रबाट पनि व्याख्या गर्नुपर्ने हुन्छ।
अब पूर्ण प्रतिस्पर्धात्मक बजारमा मूल्य निर्धारणलाई चाहिँ तलको तालिकामा पूर्ण प्रतिस्पर्धात्मक बजारमा मूल्य निर्धारण प्रस्तुत गरिएको छ भनेर लेख्ने। The process of price determination under perfect competition is explained under the table। यो तलको टेबलमा चाहिँ के गरेको छ अरे पूर्ण प्रतिस्पर्धात्मकको बजारमा मूल्य निर्धारण प्रक्रियालाई चाहिँ देखाइएको छ भनेको छ। यसमा राखौं टेबलमा प्राइस अथवा मूल्य। यो चाहिँ रोमा लेखौं प्राइस इन आर्यस। यता मार्केट डिमान्ड इन युनिट। यसमा बजारको माग यो एकाइमा। अब यहाँ मार्केट सप्लाई इन युनिट नै राखौं। यसमा छ बजार पूर्ति यो पनि प्रति एकाइमा भनेर लेखौं। अब यता जाउँ माग र पूर्तिको सम्बन्ध भनेर जाउँ। रिलेसन बिट्विन डिमान्ड एन्ड सप्लाई भनेर बनाऊ। यहाँ अब राखौं 10, 20, 30 भनेर राखौं। यहाँ अब मूल्य बढ्दै गएको छ। यहाँनिर मूल्य बढ्दै गएको अवस्थामा बजारको माग चाहिँ के गर्नुपर्छ घट्दै गएको हुनुपर्छ। घट्दै गएको हुँदा 15, 10, 5 मूल्य माग बढ्दै गएको छ मूल्य चाहिँ के भएको छ घट्दै गएको अवस्था देखेको छ। यहाँ माग चाहिँ यहाँ बढेको छ मूल्य बढेको छ 10, 20, 30 क्रमशः माग चाहिँ के भयो घट्यो। अब पूर्ति चाहिँ के हुनुपर्ने छ हाम्रो बढ्नु पर्ने छ थोरैबाट 5, 10 र 15 पूर्ति चाहिँ के भएको छ बढेको छ भनेर हामीले टेबलमा यसरी देखाउनु पर्ने हुन्छ। अब यहाँनिर हेर्नुस् त यो अवस्थामा चाहिँ ल यो माथिको यो पहिलो अवस्थामा के भएको छ डिमान्ड चाहिँ के भएको छ सप्लाई भन्दा के छ धेरै छ। डिमान्ड चाहिँ सप्लाई भन्दा धेरै छ। के छ माग चाहिँ पूर्ति भन्दा धेरै रहेको छ। अब यहाँनिर हेरौं डिमान्ड पनि सप्लाई पनि बराबर रहेको अवस्था छ। यो अवस्था चाहिँ के हो इक्विलिब्रियमको अवस्था हो। इक्विलिब्रियमको अवस्था यो चाहिँ सन्तुलनको अवस्था हो। अब यहाँ हेर्नुस् त मार्केटको डिमान्ड चाहिँ कम छ र सप्लाई चाहिँ धेरै छ। ल धेरै छ भनेर यसरी देखाउने टेबलमा। अब यो टेबललाई हजुरले एक्सप्लेन पनि गर्नुपर्ने हुन्छ। कसरी एक्सप्लेन गर्नुपर्ने हुन्छ भन्दाखेरि
यो तालिकामा अथवा दिएको तालिकामा, प्रस्तुत तालिकामा, माथिको तालिकामा जे भन्दा नि हुन्छ। मैले दिएको तालिकामा लेखेँ। दिएको तालिकामा पूर्ण प्रतिस्पर्धात्मक बजारमा मूल्य निर्धारणलाई देखाइएको छ, जहाँ चाहिँ मूल्य बढ्दै जाँदा बजार माग चाहिँ घट्दै गएको र पूर्ति चाहिँ बढ्दै गएको अवस्थालाई देखाइएको छ। तालिकामा मूल्य क्रमशः बढेर 10 देखि 30 हुँदा बजार माग 15 देखि 5 हुँदै घटेको छ भने बजारको पूर्ति चाहिँ 5 देखि 15 हुँदै बढेको छ। यहाँ चाहिँ के रहेको छ भन्दा मूल्य 20 हुँदा बजारको माग र बजारको पूर्ति चाहिँ बराबर भएको अवस्था छ। यसलाई हामी सन्तुलनको अवस्था भन्छौँ। र यो दुईटै अवस्थामा के भएको छ, माग र पूर्ति बराबर भएको अवस्थाको यो मूल्यलाई, यो 20 रुपियाँ मूल्यलाई चाहिँ के भन्छौँ हामी, सन्तुलित मूल्य भनेर भन्छौँ भनेर चाहिँ तपाईले एक्सप्लेन गर्नुपर्ने हुन्छ। अब चाहिँ के गर्नु पर्यो भन्दा यो फिगर, यो टेबलको आधारमा, तालिकाको आधारमा चाहिँ रेखाचित्र निर्माण गर्नुपर्ने हुन्छ। अब यसलाई तपाईले तालिकामा त्यहाँ कन्टिन्यू गर्नुभएको हुन्छ। यो एक्सको एक्सप्लेन कन्टिन्यू गर्नुभएको अवस्थामा नै यसलाई तलको रेखाचित्रबाट अझ प्रष्ट पार्न सकिन्छ भनेर लेख्नु पर्यो। अब यहाँ चाहिँ it can be explained in given figure भनेर लेखिदिनु पर्ने हुन्छ। भाषा आफ्नै तरिकाले मिलाउन सक्नुहुन्छ। ल, अब यो तालिकाको आधारमा हामीले चाहिँ यहाँनिर के गर्नेछौँ, रेखाचित्र बनाउनेछौँ हो। अब रेखाचित्र त सानै होला, तर पनि म बुझाउने कोसिस गर्छु। यहाँनिर चाहिँ यसरी यो OX एक्सिस भयो, यो चाहिँ OY एक्सिस। यतापट्टि हामी मूल्यलाई राख्छौँ अथवा यहाँ प्राइस राख्छौँ। ल, अलिकति मेटौँ। ल, यो मूल्य, यहाँ प्राइस राखौँ। यहाँ चाहिँ डिमान्ड एन्ड सप्लाई राखौँ। क्वान्टिटी अफ डिमान्ड एन्ड सप्लाई, माग र पूर्ति परिमाण भनेर राखौँ। अब यहाँनिर हेरौँ त, मूल्य चाहिँ के भएको छ, 10, 20 र 30 भएर बढेको छ। मूल्य चाहिँ क्रमशः 10, 20 र 30 भएको छ। यहाँ अब 5 को फरकमा म बनाउँदैछु। 5, 10, 15, 20, 25, 30। यता चाहिँ 5, 10 र 15 बजारको माग र पूर्ति भनेको चाहिँ 5, 10, 15, 20, 25 सम्म पुर्याइदिउँ। अब तालिकामा हेरौँ त, वस्तुको मूल्य 10 हुँदा माग कति छ, 15 छ। मूल्य 10 हुँदा माग चाहिँ 15 भएको छ यहाँनिर। यसै गरी वस्तुको मूल्य 20 हुँदा माग 10 भएको छ। वस्तुको मूल्य 20 हुँदा माग चाहिँ कति भएको छ, यहाँ 10 भएको छ। वस्तुको मूल्य 30 हुँदा माग चाहिँ 5 भएको छ। वस्तुको मूल्य 30 र माग चाहिँ 5 भएर यसरी आएको छ। अब यसलाई यसरी जोड्दिउँ, माथिबाट सर जोडौँ। यो चाहिँ डिमान्ड हो हाम्रो, DD भनेको, D र D1 भनेको चाहिँ डिमान्ड हो। यसै गरी अब पूर्तितिर जाउँ। मूल्य 10 हुँदा पूर्ति 5, मूल्य 10 हुँदा पूर्ति 5। यसै गरी मूल्य 20 हुँदा पूर्ति 10, मूल्य 20 हुँदा पूर्ति 10 र मूल्य 30 हुँदा पूर्ति 15। मूल्य 30 र हुँदा पूर्ति चाहिँ कति रे, 15 भएको छ।
यहाँ ल अब यसलाई पनि यसरी जोड्दिउँ। यो सिधा बन्नुपर्छ S1 S1 र S1 र यस यो चाहिँ पूर्ति भयो। यो बीचको यो चाहिँ के रहेको छ? यो भनेको चाहिँ हाम्रो 20 रुपियाँ सन्तुलित मूल्य हो भने सन्तुलित परिमाण चाहिँ के हो? डिमान्ड र सप्लाईको इक्विलिब्रियम क्वान्टिटी भनेको 10 र इक्विलिब्रियम प्राइस भनेको चाहिँ 20 रहेको छ। अब तपाईले यो फिगरलाई पनि के गर्नुपर्ने हुन्छ? एक्सप्लेन गर्नुपर्ने हुन्छ। माथिको रेखाचित्रमा भनेर सुरु गर्नु हुँदा राम्रो। माथिको रेखाचित्रमा OX एक्सिसमा OX अक्षमा माग र पूर्तिको परिमाण देखाइएको छ। यसैगरी OY अक्षमा मूल्यलाई देखाइएको छ। जहाँ चाहिँ D र D1 भनेको माग वक्र हो भने यस र यस1 भनेको चाहिँ के हो? पूर्तिको वक्र हो। जहाँ क्रमशः D माथिबाट तलसम्म आएको छ भनेको चाहिँ यो D चाहिँ डाउनवार्ड स्लोपिङ भएको छ। कसरी डाउनवार्ड स्लोपिङ भयो? मूल्य बढ्दै जाँदा माग चाहिँ क्रमशः घट्दै गएको छ भने मूल्य बढ्दै जाँदा क्रमशः पूर्ति बढ्दै गएको कारणले यस र यस1 चाहिँ अपवार्ड स्लोपिङमा रहेको छ भनेर भन्न सक्नुहुन्छ। तपाईहरुले आफ्नो तरिकाले यसलाई एक्सप्लेन गर्न सक्नुहुन्छ। जहाँ चाहिँ मूल्य र माग र पूर्तिको चाहिँ सन्तुलन कहाँ भएको छ? अन्तरक्रिया चाहिँ कहाँ भएको छ भन्दा इक्विलिब्रियम चाहिँ यहाँनिर ई पोइन्टमा भएको छ। यसलाई ई पोइन्ट दिउँ। यो ई पोइन्टमा चाहिँ माग र पूर्ति चाहिँ सन्तुलनको अवस्थामा रहेको छ, बराबरको अवस्थामा रहेको छ भनेको छ। यो सन्तुलनको अवस्था चाहिँ यो ई पोइन्टमा देखिएको छ र माग र पूर्ति सन्तुलन भई यसलाई भनौँ पी। ओपी चाहिँ के भएको छ? ओपी भनेको मूल्य निर्धारण भएको छ। मूल्य चाहिँ ओपी निर्धारण जसको चाहिँ मूल्य 20 रुपियाँ, सन्तुलित मूल्य चाहिँ 20 रुपियाँ कायम भएको छ भने ओक्यू, यसलाई ओक्यू नै लेख्दिउँ। ओक्यू क्यू भनेको चाहिँ 10 भनेको सन्तुलित परिमाण चाहिँ 10 रहेको छ भनेर एक्सप्लेन गरिदिनु भयो भने राम्रो हुनेछ। ल अहिलेको भिडियोमा मैले यति नै कुरा गरेँ, बाँकी भनेको आगामी भिडियोमा ल्याउने छु।